भारतमा रहेर नेपाली साहित्यको समृद्धका लागि पुर्याउनु भएको विशिष्ट योगदानको उच्च कदर गर्दै यहाँलाई नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा स्थापित प्रज्ञा अन्तर्देशीय पुरस्कार 2021 अन्तर्राष्ट्रिय पुरस्कार शब्द समयद्वारा पहिला नै बाल साहित्यमा साहित्य अकादमी पुरस्कार प्राप्त गरिसक्नुभएका हाम्रो आदरणीय गुरुवर बबिलाल लामिछानेज्यू अनि डाक्टर पद्मश्री देवानज्यूको सम्मानमा आजको 143 कार्यक्रम समापन भयो। सालबाडी सिलिगुडी वेस्ट बेङ्गल भारतमा बधाई यस्तै यस्तै अरू थुप्रै पुरस्कारहरू पनि लिएर आउनुहोला। बाल साहित्यको साहित्य अकादमी पुरस्कार पनि प्राप्त गरिसक्नु भएको छ। योभन्दा अगाडि सरले शब्द समय सालबाडीमा प्रत्येक हप्ता आएर आफ्नो रचना सुनाउने र अङ्कशास्त्रमा PhD गर्नुभएकी सुश्री लक्ष्मी देवानज्यूलाई पनि सम्बर्धना गर्ने कार्यक्रम रहेको छ। आज शब्द समय कार्यक्रम सालबाडीमा। जय सुधा पवन। हामी गौरव गर्नु परेको छ, गौरव गर्नुपर्ने कुरा हो। र यहाँ के कस्तो के भनेर उहाँलाई सम्मान गरिएको छ यो सर्टिफिकेट म पास गरिदिनुको लागि राजा पुण्यानीज्यूलाई मञ्चमा निमन्त्रण गर्दछु। सबैलाई नमस्कार। म सोझै यो सर्टिफिकेट पठाउन गइरहेको छु। श्री महर्षि कलेज अफ वैदिक एस्ट्रोलोजी एफिलिएटेड टु IAMA इन्टरनेसनल। र लघुकथाको शीर्षक छ सहन। छिटो बोल मेरा रहरहरू हाम फालिरहेका बेला अचानक उसले मेरो ढोका ढकढक्यायो। कति ढिलो बोलेको हो, म अघिदेखि उभिरहेको छु। कति ढिलो बोलेको, म अघिदेखि उभिरहेको छु। उसको आवाजले म तडङ्कित भएँ। किन अब म तयारीको साथ आएको छु। खादिएर नबस तिमी, आफ्नो पखेटा उड्नुपर्छ तिमीले, आफ्नो पखेटा फैलाउँदै उड्नुपर्छ तिमीले। सर्टिफिकेट पठाउन गइरहेको छु। श्री महर्षि कलेज अफ वैदिक एस्ट्रोलोजी एफिलिएटेड टु IAMA इन्टरनेसनल ओपन युनिभर्सिटी अफ फ्लोरिडा।